विक्रम सम्वत 1616 भाद्र 25 मा नेपालको इतिहासमा एउटा राज्यको स्थापना हुन्छन् जसले आउने दिनमा नेपालको शासन मात्र गर्ने थिएनन् कि नेपालको संरचनालाई नै परिवर्तन गर्नेवाला थियो। त्यहाँका राजाको जन्म हुन्छ विक्रम सम्वत 1779 पौष 27 का दिन अनि 20 वर्षको उमेरमा अर्थात् 1779 चैत्र 25 का दिनमा उनी त्यहाँका राजा बन्छन्। उनका बुबाका नाम थिए नरभूपाल शाह र आमा कौशल्यावती। उनको छोरी विलास कुमारी र रानीहरू इन्द्र कुमारी र नरेन्द्र कुमारी, छोरा प्रताप सिंह र बहादुर शाह, जसलाई इतिहासमा योग्य बाउका सुयोग्य पुत्र र योग्य बाउका अयोग्य पुत्र भनी पनि चिनिन्छ। र उनी त्यहाँका राजा भएपछि जुन उनको महत्वाकांक्षी थियो, जसको लागि उनको जन्म भएको थियो, नेपाललाई एकीकरण गर्ने जुन अभियान थियो उसलाई सफल पार्नको लागि उनले आफ्ना बाबु नरभूपाल शाहले 1774 मा गरेको नुवाकोटको आक्रमणमा भएको हारलाई मध्यनजर गर्दै आफू राजा बनेकै साल 1800 मा नुवाकोटमा आक्रमण गर्यो, तर त्यसमा उनी पराजित भए र त्यसपछि पुनः 1801 मा आक्रमण गरी नुवाकोटलाई विजय बनायो र जुन नेपाल एकीकरण अभियानको जुन लक्ष्य थियो त्यसमा एउटा सफलता जोडियो। नुवाकोटको विजयसँगै उनमा हौसला बढेर आयो र उनले 1814 मा कृतिपुरमा आक्रमण गर्ने सोच बनायो। तर कृतिपुरमा आक्रमण गर्दा उनका विश्वासपात्र काजी कालु पाण्डेले अहिले महाराज अहिले आक्रमण नगरौँ, अहिले आक्रमण गर्दा हामी हार्न सक्छौँ किनभने हाम्रो सेना शक्ति हाम्रो युद्ध नीतिहरू अहिले बलियो भएको छैन। तर पृथ्वीनारायण शाहले नुवाकोटमाथि जुन विजय प्राप्त गरिएको थियो त्यसले हौसिएको थियो र हौसिएकै हुनाले उनले 1814 मा कृतिपुरमा पहिलो विजय को लागि आक्रमण गर्छन्। तर आक्रमणमा उनले नराम्ररी हार्छन्। उनका विश्वासपात्र काजी कालु पाण्डेको निधन हुन्छ अनि ऊ शोकमा जान्छन्। शोकमा जाँदा पृथ्वीनारायण शाहले फेरि विक्रम सम्वत 1821 मा पुनः आक्रमण गर्छन्, तर यसमा पनि उनले हार बेहोर्नुपर्छन्। उनका भाइ सुर प्रताप शाहको आँखा नै फुटाइन्छन् र त्यस सबै भइसकेपछि अब पृथ्वीनारायण शाहले अलि ब्रेक लिएर 2 कदम पछि हटेर युद्ध नीतिहरू बनाएर विक्रम सम्वत 1824 मा पुनः आक्रमण गर्दा कृतिपुरमाथि राम्ररी विजय प्राप्त गरे र त्यहाँका राजा बन्न सफल भए र नेपालको एकीकरण अभ्यासको क्रममा उनले तेस्रो सफलता प्राप्त गरेका थिए। त्यसपछि उनी यसै गर्दै गर्दा उनी विक्रम सम्वत 1831 माघ 1 का दिन नुवाकोटको देवीघाटमा स्वर्गवास गर्नुहुन्छ। त्यसपछि नेपालको इतिहासमा नयाँ मोड आउँछ। उनको छोरा प्रताप सिंह, जसलाई इतिहासमा योग्य बाउका अयोग्य पुत्र भनिन्छ, उनले नेपालको इतिहासमा एक राज्य मात्र थप्न सफल भए र त्यसपछि उनको निधन भयो। त्यसपछि राजा बने गिरबान युद्ध, जसका संरक्षक भई राजेन्द्र लक्ष्मी रानी राजमाता राजेन्द्र लक्ष्मी संरक्षक भई शासन गरेको बेला नेपालको इतिहासमा एकीकरणको क्रममा सबभन्दा बढी राज्य जोड्नेकी राजेन्द्र लक्ष्मी र उनी वीरता र वीर महिला भनी चिनिन्छ। त्यसपछि उनको निधन भयो। फेरि गिरबान युद्धको संरक्षक भई शासन गर्न थाले उनका अंकल काका भनौँ त्यति बेला वीर बहादुर, जसलाई बहादुर शाह भनिन्छन्, र बहादुर शाहले संरक्षक भई शासन गरेको बेला उनले पश्चिमी नेपाल नै थप्न सफल भएका थिए, जसलाई इतिहासमा योग्य बाउका सुयोग्य पुत्र भनेर चिनिने गर्दछन् बहादुर शाहलाई। अनि बहादुर शाह नेपालको इतिहासमा एकीकरणको अभ्यासमा क्रममा उनले नेपाललाई पूर्वदेखि पश्चिमसम्म लम्ब्याएका थिए। यसरी नेपालको इतिहास बनेको छ र पुरै भिडियो तपाईहरुलाई चाहियो भने कमेन्ट गर्नुहोला।